जीवनको यात्रामा केही सम्बन्धहरू यस्ता हुन्छन् जुन शब्दले होइन व्यवहारले परिभाषित हुन्छन्। दाइ पनि त्यस्तै सम्बन्ध हो जसले आफू दुखी भएर पनि हामीलाई हँसाउन सिकाउनुहुन्छ। हामीलाई बलियो बनाउन उहाँहरूले आफ्नो इच्छा त्याग्नुहुन्छ। हामी सफल बनौँ भनेर उहाँले आफ्नो समय, मेहनत र सपना समेत खर्च गर्नुभएको हुन्छ। कहिलेकाहीँ उहाँ कडा देखिनुहुन्छ, तर त्यो कडाइभित्र पनि यति धेरै माया लुकेको हुन्छ कि भन्नै सकिँदैन। जब संसारले साथ छोड्छ, दाइको एक हौसला दिने शब्दले फेरि उठ्न मन लाग्छ। सायद दाइ केवल दाइ नभएर सङ्घर्षमा उभिने ढाल बनेर उभिने सबैभन्दा बलियो साथी हो जस्तो लाग्छ मलाई है।